गाइस गुड मर्निङ एभ्रिवान। लासो फ्यापुला छ सबैजनालाई है र नयाँ दिन नयाँ भ्लगमा तपाईहरुलाई स्वागत छ है। र आज चाहिँ म सानो भ्लग बनाउन गइरहेको छु है। प्लिज स्किप नगरिकन हेरिदिनुहोस् होला किनभने आज चाहिँ यहाँ हाम्रो घरको ढलाइ छ, त्यही भएर चाहिँ म भ्लग बनाउन गइरहेको छु। के हुन्छ कसो हुन्छ म तपाईहरुलाई सबै देखाउने छु है। र अहिले चाहिँ म भर्खरै उठेको, मुख पनि धुएको छुइनँ है। र म के हुन्छ तपाईहरुलाई सबै देखाउँदै छु है, देखाउँदै गर्ने छु, हेरिदिनुहोस् होला प्लिज स्किप नगरिकन। र गाइस हेर्नुहोस् न, मैले रोपेको फुलहरू मजाले फुल्दैछ, फुल्नु स्टार्ट गर्यो है, हेर्न सक्नुहुन्छ। हेर्नुहोस् न, मजाको फुलेको छ। यो दामी छ। यो चाहिँ अस्ति फुलिसक्यो। गाइस यो चाहिँ आलु हो, भाउजूले उसिन्नु लागेको छ किनभने चाहिँ काम गर्नेहरूलाई चाहिँ 10:30 बजे चाहिँ ब्रेकफास्ट पनि दिनुपर्छ। र ब्रेकफास्टमा चाहिँ हामी आलुदम र चिउरा दिनु लागेको छु है। यहाँ चाहिँ हाम्रो भाउजू हुनुहुन्छ, यता हेर्दिनु। यहाँ भाउजूले चाहिँ आलु उसिन्नु हुँदैछ हो। चिउरा चाहिँ कहाँ छ? खोइ त्यहाँ उयो निकालेको छैन साइड। ए हुन्छ। चिउरा चाहिँ यहाँनिर रहेछ, प्लास्टिकमै रहेछ, मैले खोलेको छुइनँ है। मेरो अरू पनि काम छ, त्यही भएर खोलेर देखाइबस्ने टाइम पाइनँ। अहिले दिने बेलामा देखाउने छु म तपाईहरुलाई। सो गाइस हेर्नु सक्नुहुन्छ, अहिले चाहिँ यस्तो छ है। र अहिले बेलुका चाहिँ ढलाइ गरिसकेर कस्तो हुन्छ म तपाईहरुलाई देखाउने छु। माथि जानु पनि डर लाग्यो, हेर्नु न यस्तो डर लाग्दो रहेछ नि त सिडी नै। यहाँ चाहिँ बिचरा भैयाहरू चाहिँ रोजामा खाना नखाइ भोकै गर्छ है। उनीहरूले बेलुका मात्रै एक टाइम खाँदो रहेछ। यत्रो घरको सड्डालाई कसरी गर्छ होला भैयाहरूले बिचरा। चाहिँ हाम्रो आँगी रासिङ छ, त्यो माथि पनि बनाउँदैछ भैयाहरूले अर्को घर हो। र यो मुनि चाहिँ मान्छेहरू छ। बाटै ब्लक भइरहेको छ। त्यहाँ यो ग्रीन कलरको पाइप चाहिँ बत्तीको लागि भोलिपछि है, लाइटको लागि वायर हालेको। हेर्नुहोस् है। हजुर यो सकेछ, यो तार बुनिसकेर ए सक्यो होला, मलाई याद भएन नि। म त डर लाग्यो। कति बजी सक्छ होला है? हजुर त्यही त। हजुर यहाँबाट चाहिँ बोकेर लान्छ है मान्छेहरूले। सिडी चाहिँ अलिक अप्ठ्यारो भएछ, फिर्दैछ। आधी मान्छे त्यहाँ पनि छ। यहाँ चाहिँ चिउरा केलाउँदैछ आशीले। 10 बजे खाजा भन्दै हो न। 10 बजीको खाजा बहिनीले आलु केलाउँदैछ। यहाँ खैनी मार्दै रहेछ। कसलाई? आप्पालाई खैनी मार्दै। ढलाइले गर्दाखेरि पाएन रहेछ नि त। ए हो र। यहाँ चाहिँ चुलामा चिया बनाउँदैछ, चिया पाक्दैछ, एकपट्टि पानी। गाइस यहाँ चाहिँ खाजामा दिनको लागि आलु चिउरा दिनको लागि आलु रेडी भयो है। हेर्नु सक्नुहुन्छ। अब एकछिनमा 10-10:30 बजी चाहिँ दिनेछु हामी। यहाँ चाहिँ हामी चिकनको लागि मसला रेडी गर्दैछु। यहाँ चाहिँ मेरो आसु हुनुहुन्छ, आजको कुक, मासु बनाउने। काम गर्नेहरू चाहिँ बिचरा काम गर्दैछ, गरेको बिचराहरू कति गलिसक्यो होला। गाइस यहाँ चाहिँ फेरि आलु बोइल गरेको है, अघिकोले चाहिँ अलिक नपुग्ने भयो, अलिक कम्ती भयो, त्यही भएर फेरि नयाँ बनाउनु लागेको। यहाँ चाहिँ आसुले अब चिकन बनाउनु लागेको छ। एकैचोटि मसलाहरू मोलेर चाहिँ रेडी गर्नुहुन्छ अरे हो। अन्त त्यही यहाँनिर छ हाम्रो माइली आसु। मक बनाउँछ। हाई भनिदिनु न। हाई
यहाँ छ हाम्रो आसु त्यसो गरेर बेडी गइदियो त मसलाहरू चाहिँ के हाल्नु भयो यसो भन्दै गर्नुहोस् न त सिक्रेट रेसिपी के रेसिपी अरे सिक्रेट रेसिपी हाम्रो आसुको चाहिँ सिक्रेट रेसिपी अरे नि त भन्दैन अरे अरूहरूलाई हो के रहेछ हर्दी जस्तो लाग्यो है तिखा लाग्यो त्यति खाएर नै लाग्दो हुन्छ है नमक म त गर्दिनँ नमक चाहिँ उतापट्टि छोडिएछ यो चाहिँ हो प्याज टमाटर अदुवा लसुनको पेस्ट तपाईँको के हो म होइन आप्पा गाडी चिम्पीको मराउँदै यहाँ हाम्रो आप्पा कसको गाडीमा यहाँ छ हाम्रो बडी कसको गाडीमा को प्रेम प्रेमको बुढी हौ त्यो के हो फसोलीको छोरा तेल हाल्नुहुँदैछ त्यो होमगार्डमा यहाँ छ ल यहाँ चाहिँ हुन्छ ग्यास बन्द गर्नुभयो प्रेमको बुढी मर्यो नि त पाक्यो होला हौ है 2-3 सिटी जस्तो लाग्यो यहाँ चाहिँ अब मजाले मोल्नु हुँदैछ आफूले भिडियो बनाएको ए खुसबुले बनाउँछ भिडियो शिक्षा होइन अब चाहिँ यहाँनिर चियाहरू बाँड्नु गइरहेको छ नुनको खानु न अलिक हाल्दै यहाँ स्प्राइट खानेलाई स्प्राइट चिया खानेलाई चिया बाँड्दैछ यहाँनिर छ हाम्रो अगुरु जुजु याम जुजु चिया खाएको हाम्रो जुजुले स्प्राइट खानु हुँदैन मुन्ना फेरि यहाँ हाम्रो यी भाउजू चिया बाँड्नु हुँदैछ खालि एक कोर मलाई मात्रै देखिबसेको होला आज चाहिँ भ्लगमा चाहिँ आइज न यहाँ कप लिएर यहाँ छ हाम्रो भाइ प्रवेश चिया खाँदैछ यहाँ हाम्रो निमाको बिचरा स्प्राइट खाएको चिकन हौ आमा यहाँ हाम्रो आँसुहरू चाहिँ सघाउनु भएको बिचरा पुरा खटिदिनु हुँदैछ इ कप ऊ भैयाहरू पुरानलाई दिनु त स्प्राइट एउटा खान्छ ल भइहाल्छ स्प्राइट खान्छ खाँदैन हौ थुक त खान्छ आज पनि नखाएको छ हामीले देखेन र यहाँ चाहिँ अब बिम ढलाइ सक्नु लागेको रहेछ है यो बिम ढलाइ सकिसकेपछि मात्रै खाजा खानुहुन्छ अरे है अब चाहिँ कति छ सक्नु लागेको ए हो र अनि बिम सकेर मात्रै खाजा खान्छु भने नि हामीले चिया बारेर डिस्टर्ब गर्यो भन्दैछ सकेर मात्रै यो बिम ढलाइ सकेर मात्रै चियाहरू खान्छु भनेको छ हामी चाहिँ बिचारा काम गर्नेलाई माया लागेर तिखाहरू लाग्यो होला भनेर चियाहरू बाँडेको थियो है तर पनि हामीलाई चाहिँ उल्टा कराउनुहुन्छ अब चाहिँ हामी खाजा बाँड्नु लागेको यहाँनिर छ आलुदमको झोल र चिउरा हाम्रो सार्की आएकोले खाँदैछ आलुदम र चिउरा अहिले चाहिँ 10:30 भयो यहाँ हाम्रो प्रवेश लु खुवाउँदा सबजना खाँदैछ यहाँनिर खाजा त्यहाँ बलुवाको थाक यहाँ गिटीको थाक त्यहाँनिर पनि बलुवाकै थाक छ
मान्छेहरू छ यहाँनिर। यो चाहिँ हो निगार है कप कपमा मलाई त अलग दिनुपर्छ अरूले त्यसै गर्छ अलग दिनुपर्छ खम्बा 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 अरे मारेर लडेर घरमा लड्छ नि त्यो चिया हो हाम्रोमा एकपल्ट साइला निगार खाएर माथिको है सार्की त झन् मसला त हातले फिट्दै भएछ साँच्ची सर्के आमा मसला फिट्दा हातले फिट्दैन छैन एकैछिनमा खुन पछि भएछ के खानु भएको यो जग्गा चिउरा चिउरा र आलुदम ए चिउरा र आलुदम खाएको कस्तो भयो म्याम कस्तो भयो मिठै भयो भन्नु पर्यो अब मिठो भएन भयो भाउजूले खाँदैछ अहिले चाहिँ भर्खर हामी चाहिँ काम गर्नेलाई यो शिखर गुट्का बारेर आएको यतिखेर यो चाहिँ उफ्रेको हो गाइस भर्खर बिम ढलाई चाहिँ सबै सक्यो त्यहाँ पर एक रुम पनि सक्यो अब आधी छ अझै डल्लै छ 3-4 चाहिँ बस्ने रहेछ आज दस 12 जालीमा चलाउँदैन ठुलो यसमा पनि चलाउँछ गाइस म चाहिँ अब अचार बनाउनु लागेको है यहाँनिर खुर्सानी छ यहाँ धनिया र यहाँनिर चाहिँ टमाटर बोइल गरेर राखेको छु है अब म अचार बनाउँछु मैले चाहिँ अचार पनि बनाइसकेँ है अहिले हेर्नुहोस् सो गाइस अहिले चाहिँ 4 बजिसक्यो है र 4 बजी चाहिँ भर्खर खानाहरू दिइसकेर भाँडासाँडा धोइसकेर चाहिँ म बसेको खानाहरू दिएको चाहिँ मैले फ्लेम गर्नु बिर्सेछु है किनभने पुरा मान्छे भएर एकैचोटि आएर चाहिँ अब पुरा हतार पऱ्यो त्यही भएर मैले बिर्सेछु है र अहिले पनि ढलाइ चाहिँ सकिएको छैन अहिले पनि गरिरहेको छ है 5 बज्छ भन्दैछ हेरौँ है कति बज्छ गाइस अहिले चाहिँ 4:15 भयो है र यति बनाइसक्यो अब चाहिँ सक्नु लागेको छ नभनेको पनि 5 चाहिँ बज्ने रहेछ अब चाहिँ यति छ यति चाहिँ सक्यो गाडाहरू गलेर बसिरहेको छ चेपमा पनि बसिरहेको छ गाइस अहिले चाहिँ ढलाइ बल्ल बल्ल सक्यो है र सबले चियाहरू खाँदैछ एउटा दुईटा हाल्दैन अरू एउटै भए पनि हाल्छ त दुई चार रहेछ एउटा दुईटा हाल्दैन सो गाइस ढलाइ चाहिँ हालिसक्यो है हेर्नु सक्नुहुन्छ तपाईहरुले अहिले चाहिँ बज्यो 5:30 5:30 मा चाहिँ हालिसक्यो र भैयाहरु चाहिँ यहाँनिर हातखुट्टा धुँदैछ अरूहरु चाहिँ तल चिया पानी खानु हुँदैछ रात पनि पर्नु लागिसक्यो हेर्नुस् सो गाइस यहाँनिर चाहिँ छ हाम्रो कन्ट्र्याक्टर हाम्रो ठेकेदार मुन्ना भाइ है र मुन्ना भाइले चाहिँ लिएको यहाँनिर चाहिँ अन्त कस्तो लाग्दैछ यहाँनिर अरूको कसैको काम गरे पनि मलाई चाहिँ कन्ट्र्याक्ट गर्नु भन्नु ए म चाहिँ यहाँनिर छु र अहिले भर्खरको चाहिँ मुन्ना भैया हो हाम्रो यहाँनिर घरको कन्ट्र्याक्ट लिएको भैया हो है र उहाँ भैयाले चाहिँ मलाई भन्नु लगाएको है जसको पनि घरहरू बनाउनु छ है उहाँ भैयालाई चाहिँ कन्ट्याक्ट गर्नुस् अरे है मुन्ना भैयाले चाहिँ राम्रो ठेकेदार हो एउटा राम्रो कन्ट्र्याक्टर हो अन्त फेरि जसलाई पनि घरहरू बनाउनु छ र तपाईहरुलाई चाहिँ भैया राम्रो मिस्त्रीहरू चाहिएको छ है चाहिएको छ भने चाहिँ मलाई प्लिज कमेन्ट गर्नुहोस् होला म उहाँ भैयाको नम्बरहरू दिनेछु तपाईहरुलाई है सो
सो गाइस अहिले चाहिँ रात परिसक्यो, 9 बजिसक्यो र बेलुकाको डिनरहरू पनि गरिसकेर अब म चाहिँ सुत्नुको लागि बेडमा आइसकेको छु है। र मेरो घरको सबैजना चाहिँ सुतिसक्नुभयो। अन्त फेरि आज मेरो यो भ्लग चाहिँ म यहीँनिर इन्ड गर्नु चाहन्छु है साथीहरू। जति पनि मेरो नयाँ भ्युवर्सहरू छ है, प्लिज हेरेर मात्रै नजाइदिनुहोस् होला। मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् होला है, अनि लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला है। अनि जति पनि मेरो पुरानो भ्युवर्सहरू छ उहाँहरूलाई धेरै धेरै धन्यवाद अनि मेरोबाट धेरै माया छ है। सधैँ यसरी नै मलाई सपोर्ट गरिदिनुहोस्, सधैँ यसरी नै मलाई माया गरिदिनुहोस् है। हुन्छ साथीहरू, अब तपाईँहरूलाई म नेक्स्ट भ्लगमा भेट्छु। सो सी यू इन नेक्स्ट भ्लग गाइस। बाई बाई, गुड नाइट एभ्रिवान।